हेलो हाई भन्देऊ न भन्देऊ न अरे क्या मैले फेरि उसले नेपाली बुझिदिने जतिको स्टार्ट 1 2 3 4 5 बोका पेट मेरा दिमाग की बत्ती नहीं चलती कुछ सोचो थोड़ा समोसा लेके आओ हम बना देंगे इतना बिल्डिंग अनि यहाँ माथिबाट चाहिँ प्याराग्लाइडिङ पनि गर्न मिल्दो रहेछ क्या वेलकम टु माई न्यू भ्लग गाइज आज पनि हामी निस्किसकेको छौँ घुम्नको लागि 3 जना चट्टसँगले अहिले चाहिँ हामी यो के भन्छ यसलाई के भन्छ साथी नेपालको भन्छ चौतारातिर छौँ तर पुरै एसीवाला होइन ट्याक्कसँगले अब निक्लिँदैछौँ साथीले फेरि नयाँ जुत्ता क्या जोर्डन बा अनि उता साथीको के हो त्यो फ्यासन बा हामी चाहिँ जहिले यस्तै त हो नि ब्रो मेरो चाहिँ फेरि जहिले भनेको फेभरेट भनेको स्न्याकर चाहिँ हो त्यही भएर म चाहिँ मेट्रो छ अनप्यासिभ भाइ यो अनप्यासिभ मेट्रो स्टेसन हो यहाँनिर चाहिँ अगाडि मेट्रो छ अनि हामी चाहिँ जाँदैछौँ मेट्रो चढ्नको लागि मेट्रो यहाँबाट गइरहेको हेर्न सक्नुहुन्छ मेट्रो आउँदैछ अनि हामी त्यही मेट्रोमा चढ्न जाँदैछौँ 2 जना यङ केटाहरूसँग अब मेट्रो चाहिँ यहाँ चाहिँ ठ्याक्कै 4 मिनटमा आइपुग्छ अब हामी 4 मिनटमा फेरि त्यहाँ पुग्यौँ भने त्यो मेट्रोमा चढ्न पाइन्छ नत्र भने मेट्रो छुट्छ टाइमको भ्यालु त्यत्रो धेरै छ क्या यहाँनिर मतलब 4 मिनटमा हामी पुगेन भने त्यो मेट्रो छुट्छ होइन त्यही भएर टाइमको चाहिँ धेरै भ्यालु गर्नुपर्छ ओके ल अब हामी यहाँबाट भित्र छिर्दैछौँ छिरिसकेर अनि रिचार्ज गरेर अनि त्यस पछाडि मेट्रो चढेर अनि जान्छौँ सर निक्लिसक्यौँ हामी अब कहाँ जाने हो साथी जाँदैछु टाढा धेरै टाढा याद बोकेर अब आउँदिन म कहिले फर्केर मेट्रो आइसकेको छ गाइज अब हामी मेट्रो छिर्दैछौँ आज चाहिँ अघि जाने भनेको चाहिँ अर्कै ठाउँ गयो चाहिँ अर्कै ठाउँ अब मेट्रो आइसक्यो हामी छिर्दैछौँ मेट्रोभित्र दिस इज माई फोन दिस इज माई दोस्त चाहिँ दुबई मल र बुर्ज खलिफा आज हामी जाँदैछौँ हामी जाने आजको प्लान चाहिँ फाल्टै ठाउँ थियो तर भर्यान्तीमा प्लान चेन्ज भएर चाहिँ हामी बुर्ज खलिफा आउँदैछौँ हेर्न सक्नुहुन्छ बुर्ज खलिफा चाहिँ यहाँ बाहिरपट्टि छ त्यही हो अनि मेरो केटाहरू अगाडि छ म चाहिँ पछाडि छु बुर्ज खलिफा चाहिँ त्यहाँ पर्तिर छ तपाईँले यहाँबाट अलिक राम्रोसँग क्लियर देखिँदैन होला हो त्यही हो बुर्ज खलिफा चाहिँ म जाँदैछौँ हामी यहाँबाट त्यो बाटो निक्लेर तल हाइवेमा झरेर अनि बुर्ज खलिफा पुग्दैछौँ हामी कस्तो दामी रहेछ यहाँ मुनि हेर्नु त चोरीहरू सब कुराहरू एकदमसँगले बबाल लुक लाइक वाउ टाइपको है त्यो चाहिँ हाइवे ल ओके जोडिँदै गर्नुपर्छ दुबई चट्ट फाउन्टेनहरू चाहिँ यहाँ पर थप्पसँग छ यस्तो दामी फाउन्टेनहरू छ है अहिले चाहिँ हामी ठ्याक्क यहाँनिर लाइटमा ट्राफिकमा अड्केको छौँ यो रातो लाइट चाहिँ हरियो भयो अब हामी कुद्दैछौँ सरर जाँदैछौँ बुर्ज खलिफा घुम्नको लागि है साथी छिटो अर्को स्टेसनमा पनि तर्दिनुपर्छ अब साथी हामी कुद्दै गएर
यहाँ चाहिँ फेरि 1 मिनटभित्रमा कटिसकेन भने चाहिँ फेरि 3-4 मिनटसम्म चाहिँ पर्खिनुपर्ने हुन्छ क्या। त्यही भएर जति सक्दो छिटो तरिसक्नुपर्ने हुन्छ। हामी कटिसक्यौँ। अब आइसक्यो यहाँनिर फाउन्टेन छ र छ यहाँनिर बुर्ज खलिफा यो हो। अनि हामी घुम्न आएको पनि यही हो। यहाँनिर चाहिँ अहिले डेमा भन्दा पनि भरे नाइटमा चाहिँ लाइटहरू अझै दामी भएर यहाँनिर आकर्षक देखिन्छ। यो सब फाउन्टेन जति सबमा फाउन्टेन पुरै लाइटिङ हुन्छ यहाँको। यहाँ चाहिँ फाउन्टेन पनि हेर्नु त कहीँ धुलो मैलो यताउता केही छैन कतै। फाउन्टेन कस्तो दामी फाउन्टेन छ है, हेर्न सक्नुहुन्छ। कस्तो बब्बाल देखिरहेको छ है। मिल्ने भए त स्विमिङ हान्दा हुन्थ्यो तर गहिरो रहेन रहेछ र म चाहिँ। अब उताको परको चाहिँ हाइट जाँदो रहेछ, यहाँको चाहिँ जाँदैन रहेछ। साथी चाहिँ किन आज तिमी गले जस्तो फिल भइरहेछ तिमीलाई? यहाँनिरको चाहिँ यहाँको दुबई मलभित्र छिरे पछाडि चाहिँ हराइँदो रहेछ नि साथी। यहाँनिर चाहिँ फेरि स्पा त्यही धेरै होइन, 200 दिरामदेखि माथि रहेछ भनेको, लगभग 8-9 हजारदेखि माथि। त्यो पनि हामी कुनै दिन ट्राई गर्छौँ है। ट्राई गर्छौँ तर के गर्नु, स्पामा भिडियो बनाउनु मिल्दैन र मात्रै। नत्र त ट्राई गरिदिन्थ्यौँ हामी, भिडियो हालिदिन्छौँ तर भिडियो हाल्न मिल्दैन। त्यही भएर मात्रै नत्र त स्पाको पनि भिडियो हालिदिइसक्थ्यौँ हामी। अब यो चाहिँ फेरि बढ्यो है फाउन्टेन सर र यसको चाहिँ पावर छैन क्या, खासै टाढा जाँदै नि त। फाउन्टेनमा हाम्रो साथी सर र अगाडितिर जाँदैछ। यतापट्टि चाहिँ गार्डन छ है। यहाँबाट हामी उँभो जान मिल्दैन, हामी यतैबाट चल्दिउँ न त है। औ जाउँ यतैबाट, यहाँबाट जान मिल्छ होला। यो चाहिँ हामी बुर्ज खलिफाको फेदतिर आउँदैछौँ। यहाँ माथि चढेको चाहिँ लगभग 180 दिराम जति लाग्ने रहेछ। त्यही पनि हामी चढिदिन्छौँ है साथी। आज हामी माथि जाने कि नजाने, तर हामीसँग टाइम छैन आज। त्यही भएर आज चाहिँ हामी माथि जाँदैनौँ, नत्र भने चाहिँ हामी माथि पनि जानेवाला थियौँ। अब नेक्स्ट भ्लगमा चाहिँ हामी माथि पनि चढेर तपाईँहरूलाई माथिबाट लुक्स देखाउनेछौँ। आज चाहिँ माथि जानको लागि टाइम छैन, त्यही भएर है साथी। अनि यहाँ माथिबाट चाहिँ प्याराग्लाइडिङ पनि गर्न मिल्दो रहेछ क्या। माथिबाट चाहिँ सर र प्याराग्लाइडिङ पनि गर्न मिल्छ। तर हामी आज प्याराग्लाइडिङ हाइट त कस्तो यार साथीहरू, यस्तो धेरै छ। वरिपरिको यो चाहिँ चौरी हो। यहाँनिर चाहिँ भित्र छिर्यो भने चाहिँ माकसम्म हराइदो रहेछ यार साथी। मस्ती चोटि आउँदाखेरि छिरेको थिएँ। कता हो भित्र हो, जताबाट घुमेर गयो पार्किङमा बेसमेन्टतिर झरिन्छ। 8 बजी निक्लिन खोजेको, राति 3 बजे थियो निक्लिने बेलामा क्या हराएर गलेर। यो चाहिँ पार्क साइट हो। यहाँनिर चाहिँ समथिङ के भन्छ, बच्चाबच्चीहरू खेल्नको लागि चट्टसँगले। साथी ह्याभिङ हान्देऊ त, ह्याभिङ हान्देऊ न 5-7 चोटि। ओ साथी झुन्डेर हान्दिहाल न ह्याभिङ 5 चोटि जति। ल त्यो साथीले हान्दिनँ म कतिचोटि। स्टार्ट 1 2 3 4 5 यतिको इनर्जी चाहिँ चाहियो क्या। हेलो कस्तो इग्नोर हान्ने क्या रे खुट्टीहरूले मलाई। भयो त साथी कति सेकेन्ड तिमी होल्ड गर्न सक्छौ त्यहाँलाई? हो त्यतिकै 1 2 3 4 5 6 7 8 9 10 11 12 ल तर साथीको इनर्जी चाहिँ टन्ने हो यार। यति गर्न सक्नु भनेको नि ठुलो कुरा हो नि त। यो चाहिँ पार्कमा हामी आउँदैछौँ। हो त्यो चाहिँ के गर्ने, डोरीमा माथि चढ्ने। यता टेबल टेनिस, यता चाहिँ ग्राउन्ड पुरा घुम्नको लागि। अनि यो चाहिँ के हो अरे, बुर्ज खलिफा हो कि बुर्ज खलिफा हो? हुन चाहिँ त्यही हो, मिया खलिफाको घर भन्छ केटाहरूले। खोइ म चाहिँ खासै जान्दिनँ पनि त्यस्तो कुराहरू, हुन पनि सक्छ। तर फेरि साथीले 2टा अपार्टमेन्ट लिन्छु त्यहाँ भनेर सोच्दैछ। हेलो हाई भन्देऊ न, भन्देऊ न अरे क्या मैले। फेरि उसले नेपाली बुझिदिने जतिको
तिमी बाहेक मेरो अर्को संसार छैन, तिमी बिना मैले बाँच्नु यहाँको लोकलहरू घरभन्दा बाहिर निक्लिँदैन जस्तो लाग्छ मलाई। घरबाट बाहिर निक्ल्यो भने सिधै गाडीभित्र, अनि गाडीबाट सिधै होटल अपार्टमेन्टभित्र, त्यहाँबाट छैन क्या बाहिरतिर क्या। तर तिनीहरूलाई यस्तो बालै छैन क्या है, यहाँको लोकलहरूलाई बाल छैन क्या। हामीलाई हो बाल हुने भनेको, कता जाने के गर्ने। तर उनीहरू जाने भनेको अमेरिका अस्ट्रेलियातिर होला घुम्न जाने भने, अनि हामी जाने भनेको चाहिँ यस्तैतिर जाँदा यस्तो रमाइलो दृश्य तपाईँहरूलाई हामीले देखाइराखेका छौँ, हेर्न सक्नुहुन्छ। कसरी यस्तो बनाए यो देश, हाम्रो देशमा किन हुन सक्दैन यस्ता चिजहरू, जनता जान्न चाहन्छन्, कृपया बताइदिनुहोस्। ओवर एक्टिंग करता है साला, ओवर एक्टिंग की औलाद। अब तेरे को बराबर होता नहीं क्या बोलने को। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह से। उखान टुक्काले मात्र देश बन्दैन, काम पनि थोरै गर्नुपर्छ भन्ने हामीलाई लागिरह। माने निश्चित रूपमा हामीले देश बनाउनलाई प्रयास गरिरहेछौँ। शेर्पा देव के भन्नु, अब हामीले गर्न खोजिरहेछौँ, गर्न नसकेको मात्र होइन, धेरै प्रयास गरिरहेछौँ, तर हामीले गर्न दिँदैन एमाले काङ्ग्रेस मिलेर। तपाईँहरूले भन्ने बित्तिकै हुन्छ, हामीले गर्न ट्राई गरिरहेछौँ भन्छ। अनि त्यस पछाडि अर्कोले के भन्छ, अर्को कुनै नेता छैन। अनि त्यहाँनिर मोटु आइपुग्छ। मोटुलाई अनि केपी ओलीले क्या, अब हाम्रो देश चाहिँ माने निश्चित रूपमा हजुरले होइन केपी ओलीको तर के भयो, विकास गरिदिनु पऱ्यो हजुरले। अनि के भन्छ मोटुले, मौका पेट मेरा दिमाग की बत्ती नहीं चलती, कुछ सोचो, थोड़ा समोसा लेके आओ, हम बना देंगे इतना बिल्डिंग। तुम बस करो मोटो, मैं समोसा लेकर आता हूँ। चिंगम के चंगुल से बटना इम्पोसिबल मतलब इम्पोसिबल। चाबी लगाइदिएको छ त्यहाँनिर। अब यहाँनिर हेर्न सक्नुहुन्छ कस्तो दामी छ है यताको लुक्स, सबै कुराहरू। यो इमार, खासमा इमार भनेको चाहिँ को हो? तिम्रो केही कदम भए पनि हिँड्न मन लाग्यो तिमीसँग गहिराईमा, डुबी हेर्न इच्छा जाग्यो। फाउन्टेन स्टार्ट भइसकेको छ यता चाहिँ। हामी जाँदैछौँ। होइन फाउन्टेनमा हामी जाँदैछौँ तिनजना। अब कस्तो बबाल तरिकाको फाउन्टेन उडिरहेको छ यहाँनिर। यही पानी सरर बगेर गएर उड्ने हो त्यहाँ चाहिँ। कुन गीत बजिरहेछ? यो चाहिँ बुर्ज खलिफाको ब्याक साइडमा फाउन्टेन चलिरहेछ यहाँनिर चाहिँ। हामी गइरहेको छौँ हेर्नको लागि। ल तिमी अगाडि जाऊ न, तिम्रो एउटा भिडियो हाल्ने त्यसै। कस्तो बवाल देखेको हौ। अलि टाढा भयो क्या, हामी अघि नजिक पुग्नु पर्थ्यो। डान्स हान्देऊ न साथी गीतमा। त्यो लौरोवाला क्या यस्तो। ओहो फाउन्टेनमा आयो हामी पनि दुबई मलको बुर्ज खलिफाको ब्याक साइडको फाउन्टेन हो यो चाहिँ। दामी देखिन्छ ल, हेर्न सक्नुहुन्छ। ओहो नाप्दिउ न नाप्दिउ।
हेर्दा भन्दा रियल आँखाले हेर्दा दामी छ क्या ब्याकग्राउन्ड चाहिँ भिडियोमा भन्दा पनि यस्तो मजा आएछ है। कस्तो भइरहेछ? हामी चाहिँ अब यो बुर्ज खलिफा घुम्दैछौँ। हामी कति 1.5 घन्टा भइसक्यो होइन। अब कस्तो महसुस भइरहेछ? एकदम मजा आइरहेछ। ब्याक साइडमा हेर्न सक्नुहुन्छ, ब्याक साइडमा के छ त्यहाँ। ल गाइस, अब चाहिँ हामी निस्किन लागेको आज घुमेर बुर्ज खलिफा फाउन्टेन हेऱ्यो, दुबई मल हल्का हेऱ्यो। अब आज हामी निस्किन लागेको। ब्लग कस्तो लाग्यो हजुरहरूलाई हेरेर प्रतिक्रिया दिन नभुल्नु होला। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, नराम्रो लाग्यो भने पनि गरिदिनु होला, अनसब्सक्राइब किन गरिदिनु होला। त्यही हो आजको भ्लग इन्डिङ हुँदैछ। लभ यु अल, बाई बाई, सी यू, टाटा टाटा। नेक्स्ट ब्लगमा भेट्न नेक्स्ट ब्लगमा भेट्नुपर्छ फेरि हामी। ओके, बाई बाई।